अस्ट्रेलियाको भिजा लजमेन्ट भएपछि तपाईँलाई हाई कमिसनबाट भिजा अफिसरले तपाईँको सबै डकुमेन्ट्सहरू चेक गरेर भिजा ग्रान्ट भयो कि रिफ्युजल भयो भनेर भिजा डिसिजन पठाउँछ। तर तपाईँको डकुमेन्ट चेक गर्दा भिजा अफिसरलाई कुनै डाउट लाग्यो भने तपाईँले एडिसनल डकुमेन्ट पनि माग्न सक्छ अथवा तपाईँलाई इन्टरभ्यू कल पनि आउन सक्छ। एडिसनल डकुमेन्ट माग्दा तपाईँलाई जेनेरली S56 को रिक्वेस्ट आउँछ र तपाईँलाई S56 को रिक्वेस्ट आयो भने के डकुमेन्ट्सहरू चाहिन्छ त्यसको टाइम फ्रेमभित्र नै अपलोड गर्नुपर्ने हुन्छ र तपाईँले डकुमेन्ट अपलोड गर्नु भइसकेपछि मात्रै भिजा डिसिजन आउँछ। र कस्तो कन्डिसनमा तपाईँलाई एडिसनल डकुमेन्ट माग्ने र इन्टरभ्यू कल आउँछ भन्दा नम्बर 1 मिसम्याच कोर्स, नम्बर 2 इन्कम्प्लिट डकुमेन्ट्स, नम्बर 3 अनभेरिफाइड डकुमेन्ट्स, नम्बर 4 इन्कन्सिस्टेन्सी इन डकुमेन्ट्स एन्ड लास्टली स्पोन्सर भेरिफिकेसन। यो सबै डिटेल्सहरू तपाईँको डकुमेन्ट्समा देखिएन भने तपाईँलाई एडिसनल डकुमेन्ट अर इन्टरभ्यू कल पनि आउन सक्छ।